हेलो गाइजहरु सबैलाई नमस्कार गाइज आज चाहिँ हामी च्याउ खोज्न जाँदैछौँ यो भिडियो फुल हेरिदिनु होला आज तर तपाईहरुले म बोल्छु क्या आज चाहिँ हामी च्याउ खोज्न जाँदैछौँ क्या आज हाम्रो जंगल आज के कति च्याउ भेटिन्छ कति उयो हुन्छ हैन तपाईहरुलाई हैन भिडियो पुरा मनोरञ्जनको साथ हेर्दिनु होला क्या यहाँ आज हाम्रो खतरा आउँछ भिडियो हैन बति खतरा त जहिले आएको हुन्छ नि तर लाइक कमेन्ट शेयर सब्स्क्राइबै गर्नुहुन्न न हेर्नुहुन्छ न शेयर गर्दिनुहुन्छ ल गाइज लाइक कमेन्ट सब्स्क्राइब शेयर चाहिँ आज हाम्रो जंगलमा हैन कस्तो कस्तो चाहिँ उयो धमाका हुन्छ त्यो सबै तपाईहरुलाई देखाउँछौँ हामी आज नेरी म र मेरो भतिज गइसक्यौँ यहाँनेरि देखाइ भतिज यहाँनेरि यस्ता मालहरु पनि छ त पपाल करोलो के गर्नु खानै पर्यो उता गएर ल गाइजहरु अब चाहिँ हामी गयौँ लाग्यौँ ल जंगलतिर बाइ 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 ल हिँड्नु यस्तो छ है हाम्रो जंगलको यो बाटो यता जंगल त माथि जानुपर्ने बब्बाल देखिरहेछ बाख्राहरू हेर्नु न घाँस खाँदैछ बिहान तल आज चाहिँ हुसु लागिरहेछ है पुरा मजाले साथीहरू गाइडहरू हुस्से आज यहाँ मकै पाकिसक्यो यहाँनिर चाहिँ सबैभन्दा बेसी काम गर्ने यहाँनिर खुसी के अरे हप्तामा एक टन काम गर्छ अनुहार छु खेतालाहरू त ऊ माथि जाँदैछ ऊ भाउजू खेतालाहरू लाग्यो लु तपाईहरुलाई माथि पुगेर देखाउँछौँ साथीहरू लु साथीहरू हामी चाहिँ अहिले जङ्गल आइसक्यौँ है जङ्गलतिर प्रवेश हुँदैछ हाम्रो अब कति चाहिँ भेटिन्छ होला माल सामानहरू अब तपाईहरुलाई म देखाउँछु क्या हाम्रो भिडियोमा हेरिदिनु होला आज तपाईहरु हाम्रो गाउँले भिडियोमा हैन कति सहरको मात्रै भिडियो हेर्नुहुन्छ क्या त्यो सहरमा त के अरे गाडीको जाम यस्तो त्यस्तो हैन यहाँ नयाँ आइसक्यो क्या यहाँनिर नयाँ माल हेरिदिनु पर्यो क्या तपाईहरुले यहाँनिर गाउँठाउँमा अब के कस्तो भेटिन्छ जङ्गलमा ओइ हेर सिन यही उकालो डेभिड भतिज ल आज डेभिड भतिजले कति भेट्छ ल पनि आयो हो र ए मर्ने चाहिँ रहेछ यार भतिज हो र ओ अरे रे 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 के हो यो हेरौँ मर्ने चाहिँ हो भतिज ल डिमे मर्ने चाहिँ हो मुनि उयो कालुङ्गे चाहिँ यहाँ अरे रे खोइ हेरौँ होइन भतिजले त मार्छ जस्तो छ यार मलाई मर्ने चाहिँ म त सबै देखाउँछ त के हो मार्ने रहेछ भतिजले कालुङ्गे भन्दा त उयो के परे मर्ने थाक्रे देखाउँदैछ मार्छ क्या भतिजले मलाई कालुङ्गे भतिज एक्लैलाई चाहिँ च्याउ खोज्नु नपठाउँदा हुँदो रहेछ भरे भतिजले फेरि पकाएर खुवायो भने पनि म त खान्न डरै लाग्यो लु साथीहरू यहाँ हेर्नु न ऊ डिम्बे च्याउ पुरा उयो बिग्रेछ क्या यहाँनिर पानीले धेरै उयो भएर अहिलेसम्मको यात्रामा हामीले होइन तँ छोडिदियो त्यो बिग्रियो खास च्याउ चाहिँ भेटाएको छैनौँ क्या मेन अहिलेसम्मको यात्रा होइन हाम्रो खाली छ होइन भतिज लु साथीहरू हामी चाहिँ माथि टाढासम्म आइसक्यौँ कि तर अहिलेसम्म च्याउको चाहिँ एउटा उद्घाटनै भएको छैन क्या हुक्कै हो अनि डेभिड भतिजलाई हो त रहेछ ओ तर त बाँचेछ त नि हिजोको पानीले ओइ के हो यो त बाघ चाहिँ बाघै रहेछ तर हिजोको पानीले खत्तम पारेछ यो हेर्नु त
गाइज उद्घाटन लोकै छैन कि क्या हो आज ल त के परे बुढो चाहिँ भेटा यार लडेर के गरौँ हौ यत्रो च्याउ गयो खेर खाल्दै होला कुहिएको छ फ्याक्कै छैन कुहिएको त केही पनि भएको छैन कुहिएको छैन अन्त राख कुहिएको छैन लु राख्दै त्यसो लु साथीहरू होइन अब हामी चाहिँ च्याउ खोज्दा खोज्दा होइन यता डाँडा माथि आएर चाहिँ त्यो पनि लडेको भेटाइयौँ क्या भेटाउनु चाहिँ जेउस उयो भेटाउनु चाहिँ जेउस भेटायौँ भनौँ न हामीले फाइनली हाम्रो चाहिँ उद्घाटन भइसक्यो अब हामी होइन यहाँ माथि मूलडाँडा जान्छौँ मूलडाँडाबाट यस्तो यस्तो घुमेर कति कता कता होइन उयो आँप डाँडा लप डाँडा पथरे डाँडा सबै अब कति चाहिँ भेटिन्छ त हाम्रो कस्तो हुन्छ आज हाम्रो ब्लग पुरा हेरिदिनु होला ल साथी लु हामीले चाहिँ गाई चरो डिम्बेछु ओहो माल आयो भेटायौँ डल्लो त्यो मुनिको उयो त हटाइदिएन गाइज होइन यहाँ फल्दै पनि रहेछ यसलाई चाहिँ डिम्बे च्याउ भन्छ क्या फाइनली हामीले भेटाइसक्यौँ त्यो छोडिदियो त्यो बच्चालाई छोडिदियो त्यो बच्चा ल गाइज यहाँ यता फाइनल्ली ए प्लस उद्घाटन भइसक्यो होइन हाम्रो के हो ए प्लस पनि भन्नु नाकको टोड्का जस्तो यहाँ नाकको टोड्का छ अरे ल ए प्लस होइन यसलाई त उयो डी भन्नु मिल्छ यसलाई डी प्लस हो डी प्लस हो लु साथीहरू अब चाहिँ हामी मूलडाँडा आयौँ है मूलडाँडाको अब हाम्रो बाटोबाट कति भेटिन्छ डेरीको साथीहरू सबै मनिषीको अनुहार मात्रै परेको छ त यो चाहिँ यसकै अनुहार छ त चिम्पाङ्जी हो चिम्पाङ्जी चिप्लाक न भरे मार्नु सक्छ हामीलाई अलिक डराउनु पर्छ डराउनु पर्छ होइन भाइ हल्ला होइन हामी यता नजाउँ यो चिम्पाङ्जीहरू यतै छ ल यता जाउँ हाम्रो जङ्गलबाट चिम्पाङ्जीहरू यस्तो दामी मौसम भएको छैन गाइज मौसम चाहिँ शीतल छ तर मलाई हेर्नु न पसिनाले कस्तो आइरहेछ फाँक भइसकेको छ पसिनाले फेरि मुख धोको पनि छैन क्या आज पसिनाको त मेहनती गाइज बत्ती छ अब चाहिँ यस्तो त हामी च्यान डाँडा आयौँ च्यान के गर्नु कपुरथानको उपरबाट चढ्नुपर्छ अरे राति आएर तर्छ है भने हेर्नु न बुटको ठाउँ यहाँनिर पहिलानिर क्या तपाईँहरूलाई एउटा उयो खास कुरो भन्छु क्या तपाईँहरूलाई कहाँनिर चाहिँ उयो अलिकति डेन्जर हुन्छ भनेर थाहै छैन त्यो लाइफमा बसेर यस्तो कपुरथानको उपरबाट हिँडिन्छ क्या डर त लाग्छ नि तर पनि हिँडिन्छ लु साथीहरू मेरो भतिजले चाहिँ ऊ के पऱ्यो डिम्बेको दाजु कालुङ्गे भेटाइसक्यो कालुङ्गे देखाइदियो त कालुङ्गे ओइ कालुङ्गे भन होइन म त होइन के चाहिँ भन्छ नि त होइन पो रहेछ अरे ऊ अर्को चाहिँ त्यो मर्ने चाहिँ अब कालुङ्गे पनि चिन्न फ्रेस माल यो चाहिँ यसलाई चाहिँ बी प्लस दिने है बी प्लस यसको हेर न चुच्चो त्यो चुच्चोले घोचो भन्दा मार्छ त हामीलाई त यो ठुलो चाहिँ बिबिरे टोलै बिबिरे यस्तो छ यहाँ ओह्रालो यहाँबाट गयो अन्त तल सुल्कियो चम्भान्दी क्या ल तपाईँहरूलाई म देउले क्या कस्तो ठाउँमा पाइन्छ भनेर चाहिँ आज तपाईँहरूलाई म बताउनु गइरहेको छु धेरै मान्छे त अब सहरमा बस्नुहुन्छ थाहा हुँदैन नि त कस्तो कुन ठाउँ के यस्तो डिकमा पाइन्छ क्या यहाँनिर देख्नु पनि दाता अरे यत्रो डिक छ यहाँ त यस्तो बनाइरहेको हुन्छ कि जङ्गलमा त्यस्तो त्यस्तो ठाउँमा पाउँछ देउले चाहिँ यो के हो पट्याएको कि के हो यो गाइजहरू कमेन्ट गर्नु होला ल साथीहरू मैले चाहिँ उयो यहाँनिर चाहिँ होइन माल भेटायो त्यो चाहिँ बाल ओ हो हेर्नु न
यस्तो पनि खाइन्छ है तपाईँहरूलाई थाहा छैन होला यो अघिदेखि खोजेको क्या यस्तो खालको तर नभेटाएर यहाँ माथि भतिजले नि कुन चाहिँ भेटायो अरे अनि अब चाहिँ टिप्नु जानुपर्ने यस्तो क्या बब्बाल यस्तो बब्बा ओहो ड्यामी माल भेटायो त यता सबै छ साथीहरू यस्तो चाहिँ मर्ने चाहिँ तपाईँहरू दुकानमा पनि नटिप्नु होला हाम्रो भतिजले चाहिँ के परे बुके फुल है ओहो यही हो नि त माल बब्बाल भेटाएको छ ल उक्सामा आई लभ यु उयो हाल त उयो पनि टिप्छ अरे त तल यस्तो थिएन ओभर भेट्यो क्या है यही हो नि त माल मिठो चाहिँ फेरि यही हुन्छ यस्तोमा पाउँछ यो चाहिँ अलिकति उयो कुस्राको उयोमा पाउँछ क्या यो ल तपाईँहरूलाई म अझै देखाउँछु नि ल पक्ने हामीसँग जोड्नुहोस् यस्तो च्याउ त कति हो कति साथीहरू लु साथीहरू अहिले चाहिँ अब हामी होइन च्याउ खोज्दा होइन वाक्का भएर पत्थरे डाँडा आइसक्यौँ यो डाँडालाई चाहिँ पत्थरे डाँडा भनिन्छ अनि पत्थरे डाँडामा अहिले जाउँ पत्थरे डाँडाको हेर्नु न पत्थर ओहो हाम्रो यी च्याउ कति भयो छान्नु भएकोलाई धेरै भएको छैन धेरै भएन कति